हेलो साथी हो, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ ब्लग कस्तो छ भने आज चाहिँ ब्लगमा मजा हुन्छ, रमाइलो हुन्छ। किनभने आज हाम्रो स्कुलमा प्रोग्राम छ होइन। ब्लग सबैले फुल हेरिदिनु होला भन्न चाहन्छु। र नयाँ जो हुन्छ उहाँहरूले च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु नभुल्नु होला भन्छु। आज हाम्रो स्कुलमा प्रोग्राम छ होइन। अनि प्रोग्राममा चाहिँ हामी नाच्नुपर्ने छ। म र यहाँ प्रशान्त छौँ, हामी दुईजना नाच्नु आज। अनि अरू केटाकेटीहरू पनि छ होइन, अब साथीहरू छ, भाइ बहिनीहरू छ, त्यो अरू क्लासकोहरू। अनि हामी चाहिँ नाच्नुपर्ने छ। अनि आज हाम्रो स्कुलमा पढाइ पनि हुँदैन अरे, त्यसपछि त मोज भयो भने होइन, पढाइ नभएपछि त। त्यो भनेर आज त हामी आउटडोर्समा हिँडिदिएको। अब हेर्नु होला, अहिले घरबाट निस्किसकेँ, माथि आइपुगिसकेँ। मैले भ्लग घरबाट स्टार्ट बनाऊँ भनेको थिएँ, भुलिहालेँ क्या। यहाँ माथि आइपुगेपछि मात्रै याद भयो। अनि अब हेर्नु होला, यहाँ आएर मेरो कपालको हालत के भएछ बिजो। म चाहिँ हाम्रो स्कुल आइपुगेँ। हाम्रो यता प्राविधिक धार, यता साधारण धार, माथि नयाँ भवन होला। अनि यता हाम्रो अफिस, यता हाम्रो ब्लक बी, मतलब खोइ के छ यतातिर क्याम्पस, त्यो क्याम्पसको कोठा उयो होला त्यता। अनि यता के छ खासै थाहा छैन मलाई त, आफ्नै स्कुलको बारे हो नि। थाहा हुने जतिले कमेन्ट गरिदिनु होला, अब हाम्रो स्कुलको भाइ बहिनीहरूले देखेको जतिले। अनि हामी चाहिँ अब यहाँ प्रायः अरू छ अझै कति 10जना जति माथि होला, आउनु बाँकी छ। अनि हामी चाहिँ माथि प्र्याक्टिस गर्नु, अब ड्रेसेस लाउनु हिँडेको माथि। अब माथि सेमिनारहरूमा गएर गर्ने रे। अनि यस्तै छ। साथी हो, हेर्नु रमाइलो गर्नु होला। आज दिन रमाइलो छ। हाम्रो अफिस यता छ होइन, यो घन्टी ठोकिदिउँ। साथी हो, हामी चाहिँ नाचेर नि सकिसक्यो होइन। भिडियो नि हेर्नुभयो होला तपाईँहरूले नाचेको हामी। अनि अब हामी चाहिँ नाचिसक्यो, हामी लुगासुगा फेरिसक्यौँ सबै। अनि हाम्रो केटाहरू त पछाडि छ, कुनै पढातिर बुझ्नेहरू लुगा के अरे फोटो खिच्दै नि रहेछ। अनि मलाई चाहिँ फोन देखाउनु लाज लागिरहेको छ साथी होइन। अब हामी चाहिँ घर पुगेको होइन, अब डान्स सकिसक्यो नि त। अनि एउटा चटपटे खाँदैछौँ होइन, चटपटे भनिसकेको छौँ। हामी एउटा घर लाग्ने साथी हेर्नु, आजको दिन चाहिँ यस्तै भइगयो। घर घुर्दिएको म चाहिँ होइन, अब सम्झि यहाँ हुनुहुन्छ। अनि हामी चाहिँ घुर्दिएको। अब आजको ब्लग कस्तो लाग्यो तपाईँहरूलाई कमेन्टमा भनिदिनु होला। नराम्रो लाग्यो भने हेरिदिनु भएकोमा धन्यवाद सबैलाई होइन। अब आजको ब्लग यहीँ इन्ड गर्न चाहन्छु। हस् त, बाइ, थ्याङ्क यू फर वाचिङ।